दसैँ आयो भन्छ र मेरो चाहिँ फेसबुक फ्यामिलीहरूलाई चाहिँ टिकै नलगाइकन एन्डमासमा एकदमै हेप्पी दशहरा छ र आज चाहिँ फुलपाती हरे भनेर चाहिँ हामीलाई चाहिँ थाहा भइसकेपछि चाहिँ आजको दिन चाहिँ हामीले चाहिँ लिङ्गेपिङ बनाऊँ भन्ने चाहिँ हाम्रो प्लान भयो। र यो लिङ्गेपिङहरू चाहिँ पहिला चाहिँ हामी चाहिँ केटाकेटी हुँदा चाहिँ अब चाडबाडतिर चाहिँ होइन प्रायः गाउँठाउँमा चाहिँ हामीले चाहिँ देख्थ्यौँ यस्तो पिङहरू। अहिले चाहिँ निकै नै सिस्टमहरू है बद्लिँदै गयो, चेन्ज हुँदै गएको छ र हराउँदैछ यस्तो कुराहरू चाहिँ गाउँठाउँबाट। अहिलेको समयमा चाहिँ लिङ्गेपिङ चाहिँ अब होइन एक दुईवटा गाउँहरूमा मात्रै देख्नु पाइन्छ र अब चाहिँ नानीहरूको पनि स्कुलको है छुट्टी हुनु थालेको छ प्रायतिर। अन्त अब अहिलेको नानीहरूले चाहिँ छुट्टीमा चाहिँ घरमै बसेर एकदम मोबाइल फोनहरू हेर्छ, नेट चलाउँछ, भनेको कुरा मान्दैन, हेल्थलाई पनि एकदमै है हार्मफुल हुन्छ। अन्त यसो है गाउँठाउँमा लिङ्गेपिङ बनाएको थियौँ भने चाहिँ नानीहरू बाहिर निस्किन्छ कि भन्ने आशले गर्दा पनि हामीले चाहिँ बनाएको। अहिले चाहिँ डोरी बेटार्ने काम हुँदैछ र हाम्रो यहाँनिर प्रेमले चाहिँ डोरी एकदमै डरलाग्दो बेटार्दैछ, एकदमै तागत लगाएर। म चाहिँ अन्त यता यो जुवा ल्याउनु आएको छु। यो चाहिँ अब गोरुलाई जोत्ने जुवा हो, तर यसको पनि अब एकदमै ठुलो भूमिका छ लिङ्गेपिङ बनाउँदा चाहिँ। पिङको त्यो माथि राख्नुपर्छ नि त। अन्त बाँसहरू चाहिँ अब यसरी हाल्दैछ हाम्रो चाहिँ एकदमै छ केटाहरूकोमा दम बाँस गाड्ने चाहिँ रहेछ यतिको। तर यहाँ चाहिँ केटाहरूले चाहिँ खुट्टाले दिँदै रहेछ, खुट्टाले लगाएको मात्रै आएको छ, अलिकति अल्छे काम भएको जस्तो लाग्दैछ मलाई चाहिँ। अन्त यहाँ चाहिँ फेरि अब चोया चाहिँ काट्दैछ हाम्रो मनित दादाले हो। अब मनित दादा भन्दा पनि चोया अफ मास्टर भन्दा पनि हुन्छ है। अन्त म चाहिँ यहाँनिर बाँस ल्याउनु आइराखेको छु, पिटिभेस बडी भन्दा पनि हुन्छ, अब हाम्रो दादा हो होइन। अन्त यहाँ तपाईँहरूले एउटा कुरा सुन्नु भएको छ साथीभाइहरू, सुन्नु भएको छ भने चाहिँ है यस भनिदिनु होला कमेन्टमा आएर, सुन्नु भएको छैन भने चाहिँ नो भनिदिनु होला। यो चाहिँ एउटा उखान हो लिङ्गेपिङको र आज चाहिँ फुलपाती हो। यो लिङ्गेपिङ चाहिँ आजको दिन नै बनाएर कम्प्लिट गर्नुपर्छ अरे। किन भन्दा चाहिँ कम्प्लिट गरेन भन्ने चाहिँ यत्तिकै राख्यो भने चाहिँ राति आएर भूत प्रेत मसान सोगा चाहिँ आएर बेलुका 12 बजीतिर चाहिँ पिङ खेल्छ अरे। यो कुरो चाहिँ कतिको सत्य हो कतिको झुटो हो भनेर है म चाहिँ भन्नु सक्दिनँ। यो चाहिँ म केटाकेटी हुँदाखेरि उहिलेको बाजे बोजूले भनेको हो। अब अहिले जस्तो ज्ञान आएको भए त सोध्थेँ नि म, तपाईँहरूले देखेको भनेर। अब उनीहरू छैन यो ठाउँमा हो, कहाँ कपुरस्थान माटो मुनि होला, सोध्नु पनि भएको छैन। मोटामोटी अहिलेसम्म चाहिँ हाम्रो काम चाहिँ आधी उधी चाहिँ भइसकेको छ है। र यहाँ चाहिँ अब मकैको खोसेला चाहिँ हामीले चाहिँ यस्तो प्रकारले युज गर्दैछौँ कि यहाँ तपाईँहरूले देख्नु सक्नुहुँदैछ होला। केटाहरूले अब पोस्टमा बस्दाखेरि गोली कसरी पक्रिन्छ त्योभन्दा अगाडि चाहिँ यहाँनिर पक्रिदिँदैछ नि फेरि मकैको खोसेला चाहिँ है। यहाँ चाहिँ अन्त यताबाट चाहिँ टक्कै लाइनमेन टक 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 गरेर चाहिँ केटाहरूले चाहिँ डोरीले तानेर चाहिँ एक चट्टै त्यो लेभल चाहिँ यहाँ चाहिँ डोरीले तानेर भए पनि हामीले चाहिँ यहाँ चाहिँ मिलाउँदैछौँ। अब बनाउँदै दिउँसोदेखि बनाएको रात परिसक्यो होइन, अहिलेसम्म पनि बनाइसकेको छौँ र फाइनली यसलाई चाहिँ भन्छ काम्रो बनाइसकेको छौँ। अब यसलाई चाहिँ टक्कै हामीले त्यो पिङको मुनि 2टा डोरी आएकोमा सट्टै राखिन्छ। फाइनली कम्प्लिट भयो है। मैले चाहिँ अब यो पिङ चाहिँ अहिले चाहिँ देखाउनु पाएको छुइनँ किन भन्दा रात परिसक्यो होइन। भोलि चाहिँ यो चाहिँ सानो मेरो रिलमा आउँछ कस्तो बनाएको छौँ भनेर। अन्त यहाँ बनाइसकेपछि चाहिँ अब यहाँ चाहिँ नानीहरू पनि भेला भइसकेको छ र हामीले चाहिँ उनीहरूको हातबाट यसो है पूजा गर्दैछौँ है। हामीले चाहिँ चोटपटक नलागोस् भनेर। अन्त हामीले यहाँनिर प्रसाद पनि ल्याएको छौँ र यो प्रसाद पनि हामीले बाँड्दैछौँ, नानीहरूलाई पनि दियौँ र हामीले पनि अब एउटा दुइटा कति हुन्छ है खायौँ। र अन्त यहाँ चाहिँ नानीहरू पनि आइराखेको छ, रात परिसकेको छ है। अब चाहिँ हामी लगभग छुट्टिने टाइम भइसकेको छ हाम्रो चाहिँ।